अन्त्यमा केही भन्न त्यस्तो केही छ? अ, अन्तिममा यति भन्छु मैले फर्स्टमा पनि भने, यो फेजमा एक्लै सकिन्न। हामीले धेरैजनाको साथ चाहिन्छ। यो एक्लै म एक्लै खतरा छु, सो म एक्लै नै पास गर्छु सबै यो पुरै जर्नी एक्लै गराउँछु, सम्भव छैन। यहाँ हाम्रो फ्यामिलीको सपोर्ट चाहिन्छ, फ्रेन्डको सपोर्ट चाहिन्छ, सिनियरको सपोर्ट चाहिन्छ, टिचर्सको सपोर्ट चाहिन्छ। सबैजनाको साथ सहयोग लिएर हिँड्न जानुपर्छ यो फेजमा। र मसँग इफ केही सोध्नु छ भने अथवा हामीसँग केही सोध्नु छ भने, हामी जतिखेर पनि हेल्प गर्न तयार छौँ। तपाईँले जे डाउट लाग्छ सोध्नु। हामीले जति सक्छौँ त्यति गर्नको लागि जहिले पनि तयार छौँ। लास्टमा मेरो तर्फबाट चाहिँ सबै सी एस्पिरेन्टहरूलाई बेस्ट अफ लक। म अन्त्यतिर यही भन्न चाहन्छु कि स्ट्रगल गर्नुपर्छ। सोचेको जस्तो इजी हुँदैन। कम्पिटिसन एकदमै हाई हुन्छ। बिना मेहनतको फल पाउँदैन। सो अनि बेस्ट अफ लक फर यर अपकमिङ सिजन। सो म अन्तिममा चाहिँ के भन्न चाहन्छु भन्दा यो फेज जुन तिमीहरूको अहिले आइरहेको छ यो चाहिँ लाइफको एकदमै इम्पोर्टेन्ट र मेमोरेबल फेज हो। सो यो जर्नी चाहिँ केही हदसम्म गाह्रो पनि हुन्छ। सो हामी चाहिँ यो जर्नीमा चाहिँ डिमोटिभेट कहिले पनि हुनु भएन र सधैँ एउटै पेसले चाहिँ हामी चाहिँ आफ्नो एमतिर चाहिँ बढ्दै जानुपर्छ र कहिले पनि डिमोटिभेट चाहिँ हुनुहुन्न। सो डिमोटिभेटिङ फ्याक्टर एकदमै धेरै आउँछ यो जर्नीमा। सो त्यही भएर चाहिँ आफूलाई जहिले पनि मोटिभेटेड राख्नु पऱ्यो र कन्सिस्टेन्सली पढ्नु पऱ्यो।